बालेन्द्र शाह काठमाडौँको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको छ। पार्टी फरक होला, तर मेरो लागि यो क्रान्तिकै सङ्कल्पको जित हो भन्ने म ठान्दछु। मैले तपाईहरूलाई गणतन्त्रका फूल मानेको छु। शान्ति प्रक्रियाको पूर्णता अब मेरो भन्दा तपाईहरूको बढी जिम्मेवारी बन्न गएको छ। सम्मान्य सभामुख महोदय, सबभन्दा पहिला त मलाई पूर्व प्रधानमन्त्री समेतको हैसियतमा बोल्न समय दिनुभएकोमा तपाईप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। जेनजी आन्दोलन पछिको नयाँ र केही असाधारण परिस्थितिमा सम्पन्न निर्वाचनबाट पूर्व प्रधानमन्त्रीहरूमध्ये म एक्लै निर्वाचित भएर आज यो प्रतिनिधि सभाको बैठकको रोस्टममा उभिँदा केही असहज, केही गर्व सहित चुनौतीपूर्ण जिम्मेवारीको महसुस मैले गरेको छु। यस सन्दर्भमा मलाई निर्वाचित गर्ने रुकुम पूर्वका जनता र हामी सबैलाई निर्वाचित गर्ने आम नेपाली जनताप्रति हार्दिक कृतज्ञता सहित धन्यवाद ज्ञापन गर्न चाहन्छु। जनताबाट निर्वाचित भएर आउनुभएका सबै मान्य सदस्यहरूलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु। हिजो सत्तामा रहँदा र हिजो प्रतिपक्षमा रहँदा समेत दुवै भूमिकामा सहकार्य गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो निर्वाचनमा झन्डै 2/3 सफलता प्राप्त गरेको छ। त्यसका लागि म सभापति माननीय रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई विशेष बधाई भन्न चाहन्छु। प्रतिनिधि सभाको यो नयाँ भवनमा उभिएर मैले सम्बोधन गर्दै गर्दा मेरो स्मृतिमा इतिहासका ती क्रान्तिकालीन दिनहरू ताजा भएर स्मरणमा आएका छन्। बाहिरबाट हेर्दा यो भवन सिमेन्ट, इँट, फलामले बनेको छ, तर यसको अन्तर्यमा हजारौं शहीदहरूको बलिदान अन्तर्निहित छ। हरेक वर्ग, वर्ण, जाति, क्षेत्र र समुदायको प्रतिनिधित्व रहेको यो इन्द्रेणी संसदका लागि हिजो हामीले बन्दुक उठायौं। हजारौंले